यसका सभापति रञ्जन राज खनालज्यू, प्रमुख अतिथि डाक्टर जगमान गुरुङज्यू र यहाँ सहभागी हुने धेरै देशभक्त राष्ट्रवादी अभियन्ताहरू, चिन्तकहरू र आन्दोलनकर्मीहरू, म यहाँहरू सबैलाई हार्दिक नमस्ते गर्न चाहन्छु, अभिवादन गर्न चाहन्छु। पूर्ववक्ता साथीहरूले धेरै कुराहरू बताइसक्नु भएकोले मैले धेरै लामो चर्चा गर्नु पर्दैन, तर पनि पहिलो कुरा के हो भने मलाई पनि येल्लो प्यागोडामा आजकै दिन 12:30 बजेको निमन्त्रणा थियो। यहाँ आएर मैले बुझेँ किन त्यो भेन्यू, त्यो ठाउँ सरै छ। मैले आज आएर थाहा पाएँ कि त्यहाँ एउटा होटलमा, एउटा त्यसको हलमा शान्तिपूर्वक एउटा प्रवचन गोष्ठी राख्दा पनि यी सत्ताधारीहरूले त्यसलाई सहन गर्न सकेनन्। यिनीहरूले आफूलाई जतिसुकै लोकतन्त्रवादी भने पनि यिनीहरू निरङ्कुशतावादी हुन्, यो यसले स्पष्ट गर्दछ। मैले तपाईँलाई के भनौँ भने संविधान सभाले बनाएको संविधानको 274 धाराको 1 नम्बर उपधारामा स्पष्ट ढङ्गले लेखेको छ, देशको सार्वभौम सत्ता, देशको स्वाधीनता, देशको अखण्डता, भौगोलिक अखण्डता र जनतामा निहित सार्वभौम सत्तालाई प्रतिकूल नहुने गरी सबै परिवर्तन गर्न सकिन्छ। यहाँ यो संविधानले दिएको अधिकार हो कि यो आन्दोलनले ल्याएको गणतन्त्र होइन। यो बाह्य शक्तिको दबावमा यहाँका केही महत्त्वाकांक्षी व्यक्तिहरूले यो निषेधको राजनीतिलाई अवलम्बन गरेर 2065 सालको जेठ 15 गते थुपरेको गणतन्त्र हो र यो गणतन्त्रमा पनि परिवर्तन ल्याउन पाइन्छ। यो संविधानले स्पष्ट लेखेको छ, शान्तिपूर्वक यसमा परिवर्तन गर्न सकिन्छ, 2/3 बहुमत ल्याएर परिवर्तन गर्न सकिन्छ भन्छ। यो संहितामा परिवर्तन गर्न सकिन्छ, धर्मनिरपेक्षतामा परिवर्तन गर्न सकिन्छ, अरू धेरै धेरै नीतिहरूमा परिवर्तन गर्न सकिन्छ, संविधानमा भएका प्रावधानहरू परिवर्तन गर्न सकिन्छ। यो संविधानले दिएको परिवर्तन गर्न दिएको आधार हो। र जब परिवर्तन, कुनै चिज परिवर्तनीय छ भने त्यो परिवर्तनको पक्षमा जनमत बनाउन किन पाइँदैन? यदि गणतन्त्र, यो गणतन्त्रलाई हटाएर राज संस्था ल्याउँ भन्ने व्यक्तिहरूले किन राज संस्था ल्याउनु पर्यो, कस्तो राज संस्था ल्याउनु पर्यो भन्ने विषयमा विचार जनमत बनाउनको निम्ति शान्तिपूर्वक यस्ता सभा गोष्ठी जुलुसहरू किन गर्न पाउँदैन? अरू सबै विषयहरू त्यस्तै नै हुन्। संविधानले लेखेका अधिकारलाई प्रयोग गर्न, शान्तिपूर्वक प्रयोग गर्न खोज्दा जुन ढङ्गले त्यहाँ दर्शाइयो, यहाँ आउँदाखेरि पनि यहाँ आयोजकलाई पनि दर्शाइयो र पछि धेरै अलिक खरो कुरा गरेपछि मात्रै उनीहरूले यहाँ यो गर्न दिएका छन्। यो अत्यन्त निन्दनीय कुरा हो। यही सन्दर्भमा म के भन्छु भने गएको चैत 15 गते अब यो अहिले देशमा 5औं तहको परिवर्तन हुँदैछ, हुने सङ्घारमा पुगिसकेको छ। 7 सालको एउटा, 17 सालको दोस्रो, 46 सालको तेस्रो, 63 साल र 72 सालमा टुनिएको चौथो र अहिले 5औं परिवर्तनको सङ्घारमा देश पुगिसकेको छ। अहिले हाम्रो सञ्चालक मेघनाथज्यूले पनि धेरै कुरा बताउनु भयो, कस्ता कस्ता आन्दोलनहरू उठिरहेका छन् र त्यसमा पनि अहिले त्यो परिवर्तनमा महत्त्वपूर्ण विषय अहिले यो व्यवस्थामै परिवर्तन गर्ने माग पनि मुखरित भइरहेको छ। त यस्तो स्थितिमा यो त्यो चैत 15 गते भएको शान्तिपूर्ण जनप्रदर्शन र सभाको कार्यक्रम, जनसभाको कार्यक्रममा आयोजकहरूका केही कमजोरीहरू, केही लापरवाही भयो होलान्, केही असावधानी भयो होलान्, तिनलाई दुरुपयोग गर्दै सत्ताधारीहरूले नै एकदम निरङ्कुशतापूर्वक योजनाबद्ध ढङ्गले त्यस दिनको कार्यक्रम मात्रै असफल पार्न होइन, यो परिवर्तनको अभियानलाई समेत असफल पार्ने उद्देश्यले जुन निष्पक्ष दमन गरियो योजनाबद्ध ढङ्गले, त्यस किसिमको दमनलाई म सिपी मैनाली, हाम्रो पार्टी नेकपा माले, हामी सम्बद्ध अरू सबै संस्थाहरूले त्यसलाई घोर विरोध गर्दछौँ। र हामी के माग गर्दछौँ भने यदि सत्ताधारीहरूले मैले अघि लगाएको आरोप होइन भन्ने उनीहरूलाई हिम्मत छ भने उनीहरूले उच्च स्तरीय न्यायिक नागरिक छानबिन आयोग बनाउन् र त्यो गडबडीमा, त्यहाँ भएका हत्या हिंसाहरूमा
को संलग्न थिए, सरकारको कति भूमिका थियो, कति त्यहाँ भिजिलान्टेहरू फसाइएका थिए, कति गैर तत्त्वहरू प्रवेश भएर त्यो दुर्घटना हुन गएको थियो, त्यसको छानबिन गर्ने एउटा आयोग बनाऊ न, न्यायिक नागरिकहरूको उच्च स्तरीय आयोग बनाऊ। र त्यो आयोगले रिपोर्ट दिएपछि मात्रै कसैमाथि पनि मुद्दा चलाउन सकिन्छ। त्यो आयोग पनि नबनाउने, उनीहरूले आफ्नो सरकारको हुकुम तामिल गर्ने कर्मचारीहरू, चाहे तिनीहरू न्याय क्षेत्रका हुन्, चाहे तिनीहरू सुरक्षा क्षेत्रका हुन्, चाहे उनीहरू नागरिक समाजका हुन्, त्यस्तोलाई लिएर मात्रै केही गरेर पनि हुँदैन। यो उच्च स्तरीय न्यायिक छानबिन आयोग बन्नुपर्छ। र हामी पनि के भन्छौँ भने अब त्यो आयोगले दोषी देखाउन नसकिएका सबै आस्थाका बन्दीहरूलाई तुरुन्त रिहा गर्नुपर्छ। यो अहिलेको पहिलो आवाज हो। मलाई लाग्छ यो आवाजलाई अभियानकर्ता साथीहरूले देशका चारै कुरामा पुर्याइरहनु भएको होला। त्यसलाई फोकस गरेर अहिले जानु अहिलेको तात्कालिक जिम्मेदारी हो, आवश्यकता हो भन्ने म ठान्दछु, पहिलो कुरा। दोस्रो, यो बडो महत्त्वपूर्ण कुरा विषय पृथ्वी पथको सन्दर्भमा छलफल गर्ने, प्रवचन गर्ने कुराहरू भए। धेरै यसका पूर्ववक्ता साथीहरूले धेरै भन्नुभयो। मेरो विचारमा त 2054-55 सालदेखि नै जब पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकीकरणको नेताको रूपमा, नायकको रूपमा मान्नुपर्छ भन्ने अभियान अब हाम्रो भरत बस्नेतज्यू लगायत अरू धेरै उहाँका साथी सङ्गीहरू जसमा म पनि संलग्न हुन्छु, यी साथीहरूले सुरु गरेर त्यसको अगाडि बढ्ने क्रममै पृथ्वी विचारको लाई योगी नरहरिनाथले 7 सालपछि प्रकाशित गर्नुभएको त्यसलाई जनमानसमा पुर्याउने एउटा नयाँ अभियान सुरु भयो। त्यो नयाँ अभियानमा हामी सबै संलग्न छौँ। तर मैले भन्नै पर्छ कि त्यो अभियान सम्बन्धी एउटा पुस्तिका लेखेर, होइन, पृथ्वी विचार र व्यवहार भन्ने, जसमा यसलाई पृथ्वी पथ भनेर नामाकरण गरिएको छ, त्यो भन्ने पहिले एमालेका तेह्रथुम जिल्लाका सभापति, राजनीतिक कर्मी, पछि उहाँले रातोबाट म पृथ्वी पथमा आएँ भने पनि उहाँ अहिले पनि रातै हुनुहुन्छ। किन पृथ्वी पथ कुनै सेतो र पहेँलो होइन, त्यो राष्ट्रलाई जोगाउने कुरा। हाम्रो रातो र चन्द्र सूर्य भने जस्तै त्यो त्यत्तिकै रातो रहन्छ, रातो नै हो। र त्यस बेलादेखि खगेन्द्र प्रसाई सिटौला र हाम्रो भरतजीहरूले यसलाई त्यो किताबको रूपमा प्रकाशित गर्दै यसको विषयमा बहस छलफल गर्दै जाने क्रममा आज देशका विस्थापित राजाले समेत यो 2082 सालको नववर्षको सन्दर्भमा जारी गरेको मन्तव्यमा त्यसको उल्लेख, महत्त्वको साथ त्यसलाई उल्लेख गर्नुभएको छ। त यसले एक हिसाबले भन्यो भने एउटा यसलाई अरू विभिन्न दलले, व्यक्तिहरूले, नेताहरूले मान्यता दिए पनि देशको राजा भइसकेको व्यक्तिबाट यसलाई रिकगनाइज गर्नु, यसलाई स्वीकार गर्नु र यो वास्तवमा अहिले देशको विकासको निम्ति एउटा महत्त्वपूर्ण विचार हुन सक्छ भनेर प्रस्तुत गर्नु एउटा अत्यन्त महत्त्वपूर्ण कार्य हो, ऐतिहासिक कार्य हो। त्यो कार्य पछि तपाईँहरूले जुन आयोजना गर्नुभएको छ, म दुवै साथीहरू खगेन्द्र सिटौलाजी, हाम्रो भरत बस्नेतजी र अरू सबै जो हामी त्यसमा संलग्न भयौँ, त्यसका विभिन्न गोष्ठीहरूमा मैले देखेको छु। जगमानजी आउनुभएको थियो, अरू धेरै शासकदत्त पन्त आउनुभएको थियो, अरू धेरै विचारकहरू त्यसमा सामेल भएका थिए। मैले सबैको नाम लिन सक्दिनँ, म पनि पिल्सो कहिले आएर बोलेको थिएँ, होइन। किन हामी सबै यसको निम्ति धन्यवादका पात्र छौँ। यसलाई हामीले सशक्त ढङ्गले अगाडि बढाउँ, होइन, यो एउटा। र मैले यहाँनिर के भनौँ भने कतिपयहरूको लागि यो चाहिँ भर्खरै जुलुक्क आएको विचार जस्तो लागेको होला, होइन। त्यो 250 वर्ष अगाडि यसको जन्म भएको हो। जब पृथ्वीनारायण शाहको निधन 1831 को माघमा भयो, त्यसको सायद 1 महिना जति अगाडि नुवाकोटको दरबारमा सबै भाइ भारदारहरू, आफ्नो निकटका मानिसहरू, आफूलाई पालन तालन गर्ने सबैलाई भेला गरेर उहाँले मैले आफ्नो अनुभव तिमीहरूलाई सुनाए, तिमीहरूले आफ्नो सन्तानलाई सुनाउला, तिम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउलान् र उनीहरूले यो गोर्खा अथवा यो नेपाललाई थामी खालान् भनेर उहाँले जुन आफ्नो अनुभव राख्नुभयो, उहाँले गर्नुभएका कामहरूको बडो संक्षिप्त, एकदम सठिक विवरण राख्नुभयो। त्यसको सँगालोलाई कयौँ भारदारहरूले लिखित रूपमा सुरक्षित राखेका रहेछन्। लगभग त्यो त्यस बेलादेखि 2007 सालसम्म लगभग त्यो अन्तर्ध्यानै रह्यो। कोही भाइ भारदारहरूले पढ्ने गरे होलान्, तर त्यो चाहिँ सार्वजनिक हुन सकेन। 7 सालको परिवर्तनपछि
योगी नारायणनाथले त्यसलाई जुन मेहनतको साथमा त्यसलाई खोजी नीति गरेर त्यसको भूमिका सहित त्यसको सबै नेपाली साधारण भाषामा नागरिक भाषामा पनि त्यसको अर्थ बुझाउँदै त्यसको प्रकाशन गर्नुभयो। दार्जिलिङमा त्यसको प्रकाशन भयो, त्यसरी काठमाडौँमा प्रकाशनहरू भए। त्यसरी आउँदै जाने क्रममा अब पछाडि त्यसको मूल्य र महत्त्व चाहिँ अब जुन ढङ्गले देशमा परचक्रीहरूको चाहिँ यहाँ राई दाई चल्न सुरु गर्यो, यहाँ सिद्धान्तहरू जम्मै विदेशमुखी भयो, चाहे मार्क्सवादी विचार भन्नुहोस्, चाहे डेमोक्रेटिक सोसियलिजम भन्नुहोस्, यहाँसम्म कि राष्ट्रवादी विचार पनि विदेशमुखी भयो। त्यस्तो स्थितिमा स्वदेशमुखी विचारको खोजीको क्रममा यी दुई साथीहरूले खगेन्द्र सिटौला, भरतजी अनि अरू तमाम साथीहरूले चाहिँ अगाडि सारेको विचार आज एक किसिमले भनौँ त्यसले देशमा एउटा मान्यता पाएको छ र त्यसलाई सबैले गौरव अगाडि बढाउनु जरुरी छ। मैले यस विषयमा अरू धेरै नभनौँ। उहाँको किताब खगेन्द्र सिटौलाजीको किताब चाहिँ पहिरवी प्रकाशनले प्रकाशित गरेको, पहिरवी प्रकाशनको पुस्तक गृहमा पनि त्यो पाइन्छ, उहाँले भनिसक्नुभयो। मैले त्यसलाई नदोर्याउँ र अरू पनि धेरै त्यस सम्बन्धी पुस्तक पुस्तिकाहरू छन्, ती पनि खोजौँ होइन। र मूल पाठ पनि धेरैहरूले लेख्नु भएको छ होइन। अर्जुन ग्यावालीले पनि नेपालको इतिहास भन्ने किताब लेखेर त्यसलाई मूल पाठसहित त्यसको नेपालीकरण पनि राख्नु भएको छ। यी कुराहरूको अध्ययन गरौँ र यो 250 वर्ष अगाडि नेपालको भूमिमा नेपालको एकीकरणको सङ्घर्षबाट जन्मिएको एउटा सिद्धान्त अघि नै साथीहरूले भनिसक्नु भएको छ वक्ताहरूले कि पृथ्वीनारायण शाह तत्कालीन नेपालमा जबकि 2224 विभक्त थियो, दक्षिणपट्टि ब्रिटिसहरूले उपनिवेश बनाइरहेका थिए र उनीहरू चीनतर्फ जान नेपाल भएर बढिरहेका थिए। त्यस्तो स्थितिमा यदि नेपालका हामी सानातिना राज्य रजौटाहरू एकजुट नहुने हो भने हामीले तिनीहरूको यो प्रहारलाई, उनीहरूको विस्तारलाई हामी रोक्न सक्दैनौँ। त्यस कारण हामीले सबै मुलुकहरू एकजुट भएर यो हाम्रो हिमवत खण्डमा भएका जति 2224 छौँ हामी एकजुट भएर बस्यौँ भने मात्रै हामी आफ्नो पहिचानलाई, हाम्रो अस्तित्वलाई, हाम्रो आफ्नो मान्यतालाई, हाम्रो दर्शनलाई, सिद्धान्तलाई, सबै धर्म संस्कार संस्कृतिलाई जोगाउन सक्छौँ भन्ने विचार। अब यसलाई त्यस बेलाको जमानामा दैवी विचार भन्ने पनि भयो। किन त्यति बेला 2224 राजा रजौटाहरूमध्ये अरू कुनै राजाले यस ढङ्गले सोच्न सकेनन् र पृथ्वीनारायण शाह जो गोर्खा भन्ने एउटा कमजोर गरिब काठमाडौँ छेउको राज्यको राजाले यसलाई सोच्नु एक किसिमले दैवी विचार भन्ने पनि भयो, डिभाइन थट होइन। अब यसलाई धेरैले गोरखनाथको भनौँ आशीर्वाद पनि भन्न सक्छन्। अब विभिन्न ढङ्गले यसलाई अर्थाए पनि एक अर्थमा त्यो अत्यन्त महत्त्वपूर्ण विचार हो, त्यो दुर्लभ विचार हो होइन। त्यस्तो विचार आएको छ र त्यसमा उहाँले आफ्नो रणनीति, मैले लामो व्याख्या गरिनँ यसको, उहाँको सङ्घर्षका रणनीतिको बारेमा उल्लेख गरिएको छ। अब उहाँले आफ्नो अनुभव पनि बताउनु भएको छ। अब लामो व्याख्या नगरौँ, उहाँले कसरी चाहिँ देश चाहिँ हाम्रो मुलुक चाहिँ दुई ढुङ्गा बिचको तरुल रहेछ। दक्षिणको सम्राट बडो चतुर छ, अङ्ग्रेजीमा त्यसलाई कनिङ भने हुन्छ, बडो कनिङ छ। उत्तरको सम्राटसँग घाह गर्नु, दक्षिणकोसँग होस गर्नु र भन्ज्याङमा किल्ला बाँध्नु, आफ्नो सुरक्षा गर्नु। एक दिन त हामीलाई चितवन आउँछ, त्यस बेला पनि जाइकटक नगर्नु, झिकिकटक गर्नु। आफ्नो न्यु खोजेर गर्न नजानु, न्यु खोजेर आयो भने प्रत्याक्रमण गर्नु। पृथ्वीनारायण शाहको यो दिव्य उपदेशमा यो कुरा लेखेको छ। यही कुरालाई लागू गरेर 2040 सालतिर 45 सालतिर तत्कालीन राजा वीरविक्रम शाहदेवले नेपालमा भन्ज्याङमा किल्ला कस्नु भने जस्तै भन्ज्याङमा अब किल्ला कस्नु भन्दा नेपालको आर्मीसँग पनि केही एन्टी एयरक्राफ्ट गन चाहिन्छ। अब कसैले केही गरिहाल्यो भने पनि केही घन्टा रोक्न, केही दिन रोक्नको निम्ति पनि चाहिन्छ भनेर अब भारतबाट त्यो लिन खोज्दा भारतले नदिएपछि उहाँले चीनसँग किन्नुभयो। त्यही किने बापत उनीहरूले 45-46 सालमा नाकाबन्दी गरे। यो तपाईँलाई थाहा होला। त पृथ्वीनारायण शाहकै विचार हो जो वीरेन्द्र राजाले लागू गर्नुभयो। यसरी यो बाहेक अरू धेरै कुरा छ। कसरी देशको आत्मनिर्भर अर्थतन्त्र बनाउने त्यसको विषयमा पनि लेखेको छ। म लामो नभनौँ त्यसको विषयमा। कसरी हामीले उद्योग धन्दा खोल्ने, हामीले आफ्नो उत्पादन बढाउने र आफ्नो उत्पादन विदेशमा
बिक्री गरेर नगद खैँचने, नगद लिएर आउने, हामीले आफ्नै संस्कृति बरु नेवारहरूको संस्कृतिलाई नाचगान हेरौँ, हामीहरूले विदेशको डडुवाईहरूको संस्कृति नहेरौँ, त्यतापट्टि खर्च नगरौँ, मन पनि बिगार्छन्, धन पनि कुम्ल्याउँछन् भन्ने यस्ता कुराहरू गरेर उहाँले चाहिँ देशको सबै नीतिहरू उहाँले एउटा नेपालको एकीकरणको सुरु गरेर एउटा रजौटाबाट राज्यको रूपमा नेपाललाई परिवर्तन गर्नको निम्ति त्यो राज्यको जस्तो अर्थनीति हुनुपर्थ्यो, जस्तो प्रशासन नीति हुनुपर्थ्यो, जस्तो त्यसको विदेश नीति हुनुपर्थ्यो, जसको सुरक्षा नीति हुनुपर्थ्यो, यी सबै पक्षमा त्यो दिव्य उपदेशमा थोरथोरै भए पनि अत्यन्त घरकिला घात लाग्दा कुराहरू राख्नुभएको छ। तीमध्ये अधिकांश अहिलेको अवस्थामा पनि सान्दर्भिक छन्, कार्यान्वयन योग्य कुराहरू छन्। त्यही कारण आज हामीले पृथ्वी पथको विषयमा त्यसलाई कार्यान्वयन गर्ने भन्नेको कुरा हाम्रा यी सबै विषयहरूमा मैले अघि जहिले नाम लिएँ, ती सबै विषयमा त्यसका सान्दर्भिक कुराहरूलाई महसुस गरेर त्यसलाई कार्यान्वयन गर्नु नै आजको महत्त्वपूर्ण कुरा हो भन्ने मलाई लाग्दछ। त्यस कारण यो पृथ्वी पथ सम्बन्धी यो कुरा नयाँ होइन। केही साथीहरूलाई यो नयाँ लागे पनि 250 वर्ष पुरानो हो र हाम्रै मुलुकमा पनि 7 सालपछिदेखि यसको चर्चा भएको हो र पछिल्लो पटक 50 को दशकदेखि यो चर्चामा आएर आज यो उत्कर्षमा पुगेको छ। र म भन्छु यो अभियानका साथीहरूले अब यो पृथ्वी पथ सम्बन्धी पृथ्वीनारायण शाहको त्यो दिव्य उपदेश, त्यसको अझ सरल नेपाली व्याख्या र तत्सम्बन्धी अन्य अरू पनि कतिपय दस्तावेजहरू सङ्ग्रहित गरेर यसलाई 10औं हजारको के लाखौँको सङ्ख्यामा छाप्नु र यसमा जनताको बिचमा पुर्याउनु र यसलाई अहिलेको आन्दोलनको एउटा गाइडिङ आइडियोलोजी बनाउनु अत्यन्त आवश्यक छ भन्ने म ठान्दछु। आदरणीय मित्रहरू, मैले यिनीहरू एउटा छोटो कुरा के भन्छु भने दुनियाँमा ज्ञान बुद्धिको कुनै सीमा हुँदैन। हरेक मुलुकमा हरेक युगमा ज्ञान बुद्धि बढेका बढै छन्। अहिले नयाँ विश्वमा आधुनिक जमानामा आएपछि नयाँ नयाँ सिद्धान्तहरू शास्त्रहरू आएका छन् र सिद्धान्त र शास्त्रहरू हेर्नुहोस् यी सीमातीत हुन्छन्, यी सीमाबद्ध हुँदैनन्। हामीले जसरी हाम्रा ज्ञान गुणहरू, हाम्रो प्राचीन वैदिक धर्म संस्कृति संस्कार, हाम्रा ज्ञान गुणका आध्यात्मिक चेतहरू छन्, ती कुराहरू महत्त्वपूर्ण रहेछन् र ती कुराहरू हामीले विश्वमा पनि पुर्याउँ भन्ने हामी सोच्छौँ र हामीले गर्व गरौँ। 2-3 साथीले भनिसक्नुभयो कि हाम्रो पृथ्वीनारायण शाहको पृथ्वीपथ जस्तै काम त चीनमा पनि लागू भयो भन्नु। त चीनका मान्छेहरूले चाहिँ यो नेपालीहरूले पृथ्वीपथ जस्तै काम गरे चिनिहरूले भनेर भनेको कुरालाई अब नेपालीहरूको कुरा त्यहाँ हस्तक्षेप भएको होइन। उनीहरूको मुलुकमा पनि त्यो आवश्यकता भएर उनीहरूले त्यो कार्यान्वयन गरे। त्यस्तै विभिन्न मुलुकमा पैदा भएका सिद्धान्तहरू सबै मुलुकका सम्पत्ति हो। अब कुन